सधैँको क्रियाकलाप आफ्नो डेली रुटिनको काम अनुसार आज पनि म त्यही सामान ओहोरो काममा म लागिसकेको छु र आज पनि फेरि अब पौषको 15 अब लागिसक्यो नि त। अब पौष एउटा मेसेज पनि म दिन चाहन्छु सबै सम्पूर्णमा आफ्नो आफन्तजन आफ्ना मित्रजन सबै आफ्ना दाजुभाइ बालुवा हुनुहुन्छ या स्वदेशमा विदेशमा हुनुहुन्छ सबैलाई पौष 15को धेरै धेरै शुभकामना। सबैले पौष 15 मनाउनु होला। र हाम्रो त अब अर्काको देशमा बस्ने ठाउँमा अब पौष 15 के छ के छैन भन्ने खासै यहाँ मात्र हुँदैन। मनाउनेहरू मनाउँछन्, अब नमनाउनेहरूको कन्डिसन राम्रो छैन भने अब यस्तै हो। म आइसकेको छु सामान लिएर। अब चाहिँ सधैँको नास्ताको काममा लागे चाहिँ आज पनि म लागेको छु नास्ता बनाउन। हामी दुईजना छौँ, एउटा बेल्ने अनि एउटा सेक्ने। आजको काम चाहिँ मेरो सेक्ने काम हो। आज चाहिँ हाम्रो नास्ता रहेको छ पिजीको नास्ता, प्याज पराठा अनि पराठासँग दही यो चिसोको महिनामा चाहिँ सबैभन्दा काम गर्नुको एउटा फाइदा भनेको मेरो यही हो होइन। पराठा सेक्ने टाइममा जति चिसो भए पनि भट्टीको यो जो भट्टी छ नि, भट्टीको नजिक बसेर मजाले पराठा सेक्न जति चिसो भए पनि कुनै फरक पर्दैन होइन मलाई। यो चाहिँ हाम्रो बनिसकेको छ नि पराठा, प्याजका पराठाहरू यहाँ बन्दैछ। तातो तातो भट्टीको नजिक बनाएर पराठा सेक्दै चट्ट। यो चाहिँ हाम्रो किचन रहेको छ। फाइनल्ली आधा घन्टाको मिनेटपछि पराठा बनाएर सकियो। यो चाहिँ फाइनल पराठा। अब चाहिँ हाम्रो पराठा बनाएर सकियो। अब चाहिँ हामीले ग्यास बन्द गर्न गइरहेको छौँ। हाम्रो सेफ्टी चाहिँ पहिला आउनु पऱ्यो, यहाँबाट पनि बन्द गरिहाल्नु पऱ्यो। हजुरहरूले पनि ध्यान गर्नु होला। आफ्नो सिलिन्डर ग्यास चुल्हामा काम गर्दाखेरि काम सकिएपछि त्यसरी निकालिदिनु होला र यहाँबाट पनि बन्द गरिदिनु होला। आग जानेको लागि धेरै समस्या हुन्छ। फाइनल्ली अहिले नास्ताको काम सकियो होइन। अब चाहिँ नास्ताको काम सकिसकेपछि आधा घन्टासम्म चाहिँ अहिले हाम्रो चाहिँ अब रेस्टै भनौँ, नास्ता सास्ता खाने। म चाहिँ अहिले आफ्नो रुममा पुगिसकेको छु, देख्न सक्नुहुन्छ। रुममा पुगिसकेपछि आधा घन्टासम्म मजाले बस्ने। बिहानीको काम त सकियो, नास्ता सास्ता बनाउने। अब चाहिँ मेरो चाहिँ रेस्ट पछिको आधा 1 घन्टापछि रेस्ट पछिको बाँकी काम पनि रहनेछ। बाँकी काम चाहिँ मेरो 11-12 बजे हुन्छ। अनि त्यसै गरी म सधैँ बनाउँदै रहनेछु मिनी भ्लगहरू र वेटिङ चाहिँ तपाईँहरूको हुनेछ, दर्शकहरूको। मन पराइदिनु होला, मन परेमा लाइक कमेन्ट गरिदिनु होला, धेरै माया गरिदिनु होला।
Have a good day. Thank you. Bye bye.